हेलो गाइज, आज चाहिँ हामीले आलुको पराठा बनाउँदैछौँ। यो चाहिँ आटाबाट बनाउँदैछु म। आटामा चाहिँ हामीले नुन अलिकति हालेर यसलाई हामी मुस्दैछौँ। पुरा सफ्ट हुने गरी मुस्ने। अनि आलुलाई पनि यसरी नै मसिनो हुने गरी हातले मुस्दा नि हुन्छ। चम्चाको सहायताले नै मुस्न सकिन्छ। यसमा चाहिँ नुन, जिरा अनि खोर्सानीको धुलो अनि हल्का नुन बेसार राखेर मुस्ने। अनि यसलाई सानो गोल डल्लो पार्ने। यसरी अनि हामी राउन्ड सेपमा लिन सक्छौँ। यसमा चाहिँ आलु फिल गरेर हामीले हल्का यसलाई चाहिँ बन्द गरिदिने अनि यसरी गोलो सेपमा बेल्ने। तेल राखेर बेल्दा नि हुन्छ, आधा राखेर हामीले बेल्न नि सक्छौँ। अनि प्यान तताउने, यसमा घिउ राख्ने हुन्छ। अरूसँग जे अभाइलेबल हुन्छ त्यही तेल राख्न पनि सक्नुहुन्छ। राखेर चाहिँ हामीले रोटीलाई सेक्ने। आगो चाहिँ हामीले मिडियम फ्लेममा राखेर रोटीलाई पकाउने। यसलाई चाहिँ 2 to 3 मिनटसम्म राखेर हामीले पकाउनु पनि हुन्छ। यसको यो आटा सबै पाक्ने गरी, रोटी पाक्ने गरी पकाउने। उल्टाइ गर्ने, हल्का बिस्तारै गर्नुपर्ने हुन्छ, नत्र बिचमा आलु फाट्ने सम्भावना हुन्छ। यसलाई एकछिन पकाइसकेपछि यो रेडी हुन्छ। अनि रोटी चाहिँ हामीले सससँग या कुनै सब्जीसँग हामीले गोलभेडाको अचारसँग खान सक्छौँ। छिटो मिठो रेसिपी हो, हजुरले पनि बनाएर खान सक्नुहुन्छ। आजको लागि यति, धन्यवाद।